यो भिडियोमा आउँदाखेरि आई एम एज्युमिङ ड्याट तपाईहरुलाई टेन्स आउँछ आउँदैन भन्दाखेरि मेरो पुरानो भिडियोमा हेर्न सक्नुहुन्छ। सो यसमा चाहिँ सेकेन्ड कन्डिसनलमा के भनेको छ भन्देखि जिरो र फर्स्ट कन्डिसनल यो भन्दा ठ्याक्कै अगाडिको भिडियोमा चाहिँ तपाईले पाउनुहुन्छ। सेकेन्ड कन्डिसनलमा इफ प्लस सिम्पल पास्ट प्लस वुड प्लस बेस भर्ब भनेर भनिन्छ है। सो फर इक्जाम्पलको लागि इफ आई वन द लटरी I would buy a house. If I studied harder, I would pass the test. Okay? यो चाहिँ तपाईको के भयो? सेकेन्ड कन्डिसनल हो। सो थर्ड कन्डिसनलमा के भन्छ भन्दाखेरि इफ पास्ट पर्फेक्ट टेन्स त्यसपछि would have प्लस पास्ट पार्टिसिपेट। ओके? सो यसलाई चाहिँ कसरी भन्ने भन्दाखेरि चाहिँ इफ आई had studied, इफ र पास्ट पर्फेक्ट आयो, I would have passed the exam. So would have पनि आयो र past participate र तपाईको object पनि आयो है। So if I had studied, I would have passed the exam. So यसको के छ भन्दाखेरि चाहिँ सेकेन्ड कन्डिसनल भनेको चाहिँ तपाईको पास्ट टेन्स युज गरे पनि यो चाहिँ अनरियल प्रेजेन्ट फ्युचरलाई चाहिँ नि डिटरमाइन गर्छ भनेदेखि तपाईको थर्ड कन्डिसनमा चाहिँ इमेजिनरी सिचुएसन्स इन द पास्ट के रिग्रेट्स हुनसक्छ होइन, चान्स मिस गरेको हुनसक्छ। यो चाहिँ तपाईँको थर्ड कन्डिसनमा हुन्छ र यस्तो खालको आयो भनेदेखि तपाईँ ठ्याक्कै लाएर चाहिँ त्यो फिल इन द ब्ल्याङ्क्समा तपाईँले हाल्नु होला। ओके, बाई बाई एन्ड फलो फर मोर भिडियो।